त्यस्तो कुरा नगर्नुहोस्। अब मलाई निस्किनु पनि पर्छ, ढिला भइसक्यो। अब हजुरले नै यस्तो कुरा गर्नुभयो भने झन् आमालाई कसले सम्झाउने? भर्खर भित्राएको बुहारीलाई कसले सम्झाउने? हजुरले यस्तो कुरा नगर्नुहोस् बुवा। आमालाई बुहारीलाई सम्झाउनु पर्छ हजुरले नै सम्झाइदिनुहोस्, म चाहिँ सक्दिनँ। अब यो बुढो शरीर सबै घरको जिम्मेवारी छोरालाई सुम्पिएको। दुई दिन भने पनि खुसी भएर बाँच्छु भनेको यो बुढोलाई अधिकार दिनुहोस् है बाबु। अब त तेरो भविष्य बनाउन जान्छु नै भन्छस् भने कुनै बाउ आमाले आफ्नो सन्तानको उज्जवल भविष्यको लागि रोकेका छन् र बाबु। जे राम्रो लाग्छ त्यही गर बाबु। टिका टाला फुलहरू के छ, माला के छ, छोरो साइड गरेर निस्किन्छ रे आज। बुहारी के गर्छौ बा? अहिलेको फेसनै रहेछ त्यो। के भन्छ के गरे अरे बाबु तँले? ल पर्या बा, ल पर्या। त्यो के जाति म जान्दिनँ। माया गरेर रहेछ। हेर यो घर पनि तिम्रै हो, हामी पनि तिम्रै बुवा आमा जस्तै हौ त। अब छोराउनु गए भने यो घरको सम्पूर्ण व्यवहारहरू तिमीले सुन्दिनौ। म तिम्रै सासूलाई पनि भन्छु, आजदेखि यो घरको साँचो सबै तिमीले लिनु। व्यवहारहरू हामी त बुढाबुढी भयौँ बा, बिर्सिन्छौँ। त्यही भएर यो घर मेरो बाबु आमा कान्छै छ, यसलाई पनि सम्झाउनु। हामीले सम्झाउँदा त सुन्दैन। कमसे कम तिमीले सम्झायो भने त सम्झिन्छ। एकचोटि नजा बुवा, पिर नगर्नुहोस्। पीडित बा सन्तान छोडेर जाँदाखेरिको पीडा हामीलाई मात्रै थाहा छ। मैले भने मान्नुहुन्छ भने नजानुहोस्। तिम्रै लागि, मेरो वृद्ध भइसकेको बुवा आमाहरूको लागि भनेर त यो यति ठुलो कदम उठाउँदैछु। अब मलाई रोक्ने काम नगर। बुवा आमाको राम्रोसँग हेरविचार गर्नु, घर राम्रोसँग सम्हालेर बस्नु, सबै तिम्रो काँधमा जिम्मेवारीहरू हालेर जाँदैछु। घरको राम्रोसँग हेरविचार गर्नु है। के भन्नुपर्ने हो भन्दा अब आजबाट हामी आफ्नै घरको छोरी जस्तै बनाएर राख्छौँ। बुहारीको पिर नगरिस्। बिरानो ठाउँ, बिरानो भाषा, साथी सङ्गी कस्ता हुन्छन् घरलाई कहिले पनि नबिर्सिनु। दाजुभाइले जस्तै आफ्नो जन्मभूमि जन्मदिने बुवा आमालाई कहिले पनि नबिर्सिनु। बुवा यो पर्दैन बुवा, यो हजुरलाई नै साथमा यो हुन्छ नि। तबसम्म आमा बुवालाई बिर्सिने छैन। बुवा मुख मिठो गर्नुपर्छ।